हाई एभ्रिवान, फेरि पनि स्वागत छ मेरो डे 7 मिनी ब्लगमा। आई होप सबजनालाई सन्चै होला, मलाई पनि सन्चै छु। सधैँको जस्तै गरी फ्रेस भएर कामतिर गए। मेरो काम फेरि त्यही मेसिनबाट हो र मैले तेलको कारणले गर्दा मेसिन चलिरहेको छैन भनेर एक्कासी आजबाट काम स्टार्ट भइदिरहेको भने म एउटा सानो युजरले राम्रो कन्टेन्ट बनाउँछु भन्दाखेरि राम्रो कन्टेन्ट भइरहेको छैन र जहिले पनि यही मेसिनको बारेमा मात्र भन्छु नि। सबले सोचिरहेको होला कतिले मेसिनको मात्र भिडियो बनाउँछ भनेर। आफूले जे काम गर्नु थाले त्यसकै भिडियो बनाउने हो, तर मेरो भिडियोमा चाहिँ राम्रो कन्टेन्ट आउँदैन होला सायद, किनभने सधैँ मेसिनको मात्र भिडियो हुन्छ नि त। म चाहिँ मेसिन भएको ठाउँमा पुगिसकेपछि मेसिनको मोबिल चेक गरेँ सबभन्दा पहिला। त्यसपछि मेसिनलाई स्टार्ट गरेर 5 मिनटसम्म स्टार्टमै राखिदिएर स्टार्ट बन्द गरेर म जानुपर्ने हुन्छ क्याम्पमा, किनभने हिजो हाम्रो क्याम्पमा अलिअलि लफडा भएको रहेछ। त्यही कारणले र म चाहिँ क्याम्पमा पुगिसकेर हाम्रो क्याम्प चाहिँ कहाँ छ भन्नु होला। हाम्रो क्याम्प चाहिँ नुवाकोट बुढासी पौवामा छ। कसले चिन्नुहुन्छ सो कमेन्ट गर्नु होला। चाहिँ हाम्रो क्याम्पबाट देखिने दृश्य हो। यस्तो गरी महिना पनि यस्तो कुहिरो लागिरहेको छ भने आज चाहिँ हाम्रो मेसिनको ब्रेकर फुकालेर बकेट जोड्ने हो नि त। त्यही भएर हामी तलतिर झर्यौँ। हामी तल झरिसकेपछि केही बेरमा हामीले मेसिन ब्रेकर फुकालेर बकेट फिट गर्यौँ। त्यसपछि काम गर्न स्टार्ट गरे। आजलाई यति नै, फेरि भेटौँला अर्को मिनी ब्लगमा।